Today in this class we are going to start to talk about the uses of irregular plural nouns. In this very session we are going to starting to read about the irregular plural nouns. What does it exactly means? Irregular plural noun. Irregular plural noun regular or irregular, what is the differences? Let's see here. I am writing here definition. Irregular plural nouns are nouns. These are the noun that don't follow the standard rules of adding yes or es. Generally, our कुनै पनि नाउनलाई प्लुरल नाउनमा चेन्ज गर्नको लागि by adding either yes or es. So general rules भनेको yes र es लगाएर के हुन्छ त they may change into the plural मा चेन्ज हुन्छ. But in case of the irregular plural noun के हो यो irregular plural noun मा के हुँदैन त भन्दाखेरि yes र es ले लगाएर मात्रै they can't be changed into the plural. Instead भनेको यसको सट्टामा they may change the spelling. यिनीहरुको के हुन सक्छ irregular spelling change हुन सक्छ and sometimes it may change the vowel का कुराहरु change हुन सक्छ and or having a completely different plural forms. र पहिले के हुन्छ भन्दाखेरि अब यो चाहिँ कुनै स्पेलिङ मात्रै चेन्ज नभइकन अथवा कुनै vowel मात्रै चेन्ज नभइकन पुरा कम्प्लिट चेन्ज नै चाहिँ के हुन सक्छ भन्दाखेरि that can be changed. जस्तै here I wrote here three more examples. जस्तै हेर त यहाँ एउटा के दियो TOOTS tooth छ, CHILD child छ, YAMN man छ र यिनीहरु के भन्दाखेरि these are the irregular nounहरु नै हो. अब यसले हामीले के त भन्दाखेरि प्लुरल नाउन गराउँदै गर्दाखेरि तुथको प्लुरल के हुन्छ तुथको जस्तो नर्मली हुनुपर्ने के थियो भन्दाखेरि यो स्ट्यान्डर्ड इरेगुलर हुन्थेन अनि पनि के हुन्छ भन्दाखेरि TOOTS tooth हुनुपर्ने थियो नि हैन हो. यहाँ चाहिँ के हुनुपर्ने थियो CHILDS child हुनुपर्ने थियो अथवा MANS मेन्स हुनुपर्ने थियो नि हो. बट त्यो यो इरेगुलर प्लुरल नाउनहरु भन्नुको मिनिङ चाहिँ के हो भन्दाखेरि यस र एस लागेर मात्रै दे क्यान बी चेन्ज इन्टु द प्लुरल. यिनीहरु चाहिँ प्लुरल हुन चाहिँ सक्दैन. अब हेर्ने कहिले के हुन्छ भन्दाखेरि यो तुथको प्लुरल के हुन्छ TEETS teeth हुन्छ. तुथ भनेको एउटा दाँत हो, teeth भनेको मेनी दाँत, धेरै दाँत हो. चाइल्ड भनेको एउटा मात्रै बच्चा हो. यसको प्लुरल के हुन्छ? व्हाट इज द प्लुरल फर्म अफ चाइल्ड? डेफिनेटली हो CHILDREN के हुने हो भन्दाखेरि चिल्ड्रेन हुन्छ. मेन हो, मेन भनेको एउटा मान्छे हो. व्हाट इज द प्लुरल अफ द मेन? MAN मेन को प्लुरल के हुन्छ? के हुन्छ? YAMN के यसको प्रोनाउन्सिएसन चाहिँ फेरि मेन नै हो. यसरी चाहिँ के हुन्छ भने we do have many more irregular plural nouns. यसै चाहिँ धेरै प्लुरल नाउनहरु छन् that will read in the next session. Thank you.